पछि नै भिडियो बनाइरहेको छु। सो यो चाहिँ यसो मेमोरीहरू क्रिएट हुन्छ भनेर चाहिँ बनाउनु लागेको। आज चाहिँ अब साथीहरू घुम्न जानुको लागि भइरहेको छ। अनि त्यो भएको भएर चाहिँ मैले यसो मेमोरीहरू क्रिएट हुन्छ भनेर चाहिँ मैले देखाउने छु। आज हामीले कहाँ कहाँ घुम्यौँ, कतिको रमाइलो गऱ्यौँ भनेर हाम्रो रमाइलो पलहरू चाहिँ तपाईँहरूसँग म सेयरिङ गर्न चाहन्छु। आज मेमोरी पनि क्रिएट हुन्छ। मन परेको मान्छेहरूसँग मात्रै बस्यो। ए त्यसो भए भरत मन परेछ जस्तो छ। हामी यहाँनिर बसिरहेछौँ, बजाउँदै हुनुहुन्छ केरा महँगो भयो भनेर। साइड पारेर बोक्नु न ल साथीहरू। आज चाहिँ हामी जाँदैछौँ गोदावरी। प्रिसिला हुनुहुन्छ यता आज भ्लग बनाएर 2-3 जना अगाडि लगन खेलबाट जान लागिरहेछौँ होइन। प्रिसिला पैसा खोज्दै हुनुहुन्छ पर्सतिर। चुट्यो त्यतिकै बोक्नु न, अहिले बनाउँला। बस पो प्याक छ कि कसरी जाने होला। ठिकै छ अब चाहिँ। ल चलो ल छिटो हिँड्न। प्रिसिलालाई त बराबर देख्दो रहेछ, नानीसँग बराबर देख्दो रहेछ। ल अब हामी आउँदैछौँ, लाज लाग्दैछ बोल्नु। कहाँबाट बनाएर लाने भने होइन पानीपुरी? यहाँ त महँगो दिन्छ कि। हाम्रो सानो सदस्य पनि ठेलामा राख्दो रहेछ। 1 प्लेट पानीपुरी भनेर 6वटा दिँदो रहेछ। पानीपुरी 6वटा 8। अझै 2टा पुगेन भन्नु नि। कोही ठाउँ त 10वटै दिन्छ। ठिकै छ नि। एकदमै मिलाएर दिनुहुन्छ। हामी चाहिँ लाग्यौँ पानीपुरी लिएर। यहाँ छ पानीपुरी, उहाँले बोकिरहनु भएको छ। अनि झोलवाला चाहिँ उहाँ हुनुहुन्छ। कृष्णलाई परेको छ सबै बोक्ने। ओहो जाने भनेर खुसी भएर। लगेर जाने होला नि। बराती त हेर्नु त हजुर। कृष्णजी आज कहाँ गएको हामी? गोदावरी। हेलो गाइज, हामी चाहिँ गोदावरी हिँडेको। आयो पानी आयो प्रिसिला।
राम्रो आएको छ क्या सो जुम छिटो छिटो गएर मजाले आराम गरौँ हामी उतै माथि त जाने होला नि है त्यो सिसावाला घरमा ऊ माथि होइन मनु सिसावाला हो कस्तो अँध्यारो आयो भने काम परेर मन्दिरबाट ब्याग चाहिँ टाइममै किने हो कि पानी परिहाल्छ कहिले किने अघि किने हो त नयाँ रहेछ म त जाने भनेर धोरा चट्ट पारी राखे हो कि भनेर सम्झेँ आउन जाउँ अब यसो हाम्रो पनि आइदो रहेछ अरे नि पानी ठिकै छ किनले एकजनामा 500 पर्छ यस्तो उकालोमा त मामाहरूले यसो हेर्दै भयो हुने झुक्केर पनि कसेर नहान्नु होला झोलामा बोक्छु भने होइन तपाईँले हामी यहाँ शीतलमा आएर थकाइ मारेर बसिरहेछौँ यो घरको मुनि ऊ चाहिँ यहाँ खाजा खाँदैछ अन्डा हो कति रमाएको भने रमाएको हो आम्मा गरे आम्मा मनिषा एकदम के टिकटक बनाउने होला भनेर सोच्दै हुनुहुन्छ उहाँ चाहिँ प्रिसिला चाहिँ के गर्ने होला भनेर मामाले गिफ्ट गरिदिनु भएन त सम्झेर के गर्नु गाह्रो छ अब सल्लाह भन्दा पनि उपहारै दिएको राम्रो होला टिकटक लभर हुनुहुन्छ उहाँ चाहिँ उहाँ इन्स्टा म भ्लगर सानोतिनो प्रिसिलाजी मोनता भरत हुनुहुन्छ कपाडी धन्यवाद कृष्ण कम्फर्टेबल भएर बस्नु पर बसे जस्तो लाग्यो सबैजना नुन खरो यो आज गोदावरीको अवस्था यस्तो छ हाम्रो भरत हमसल भन्ने उहाँ हुनुहुन्छ आयुष भन्ने उहाँ हुनुहुन्छ कृष्ण भन्ने उहाँ हुनुहुन्छ स्मृति उहाँ र मनिषा उहाँ चाहिँ अलिक बिजी हुनुहुन्छ
र हाम्रो आज एकदम मौसम चाहिँ एकदम सफा क्लिन रहेको छ। साथीहरू अब चाहिँ हाम्रो यहाँ फोटो खिच्ने कुरा भइरहेको छ ग्रुपमा, अनि फोटो खिच्ने अनि त्यसपछि जाने घुमेर। अनि कृष्ण चाहिँ यहाँ हुनुहुन्छ अघि भ्लगर मान्छे, भ्लगर ल अब साथीहरू जम्मा, अनि म पनि छु यहाँ। अनि त्यही हो, आज एकदम रमाइलो भयो, घुम्न पाएर खुसी लाग्यो, बल्ल बल्ल टाइम मिलेको भएर। कति धेरै मान्छेहरू आज शनिबारको दिन भएर धेरै मान्छेहरू पनि हुनुहुन्छ। जे होस्, अब खुसी लागिरहेछ आज मलाई घुम्न पाउँदा। अब सबैजना उहाँहरू हुनुहुन्छ हाम्रो ग्रुपहरू, अनि त्यही हो, सकेसम्म भएसम्म सबैजना मिलेर घुम्नुपर्छ, टाइम स्पेन्ड गर्नुपर्छ। भन्नु न के भन्न मन लाग्छ, बरु हेलो भन्दा अरू केही पनि भन्न मन लाग्दैन। मलाई एकदम रमाइलो लागिरहेको छ धेरैपछि टाइम स्पेन्ड गर्न पाउँदाखेरि सबै साथीहरूसँग। हजुर, यहाँभन्दा अगाडि +2मा हामी स्विजरल्यान्ड पार्क चाहिँ पिकनिक गर्थ्यौँ, त्यसपछि हामी कहीँ गएको थिएन नि त। अनि वर्ष भयो होला हामी कहीँ पनि 1 वर्षभन्दा पनि बढी भयो, 2 वर्ष भयो होला हामी कहीँ पनि नहिँडेको। यसरी साथीहरू हामी +2को ग्रुपहरू फेरि सबैजना जम्मा भएर आफ्नो आफ्नो कामलाई चाहिँ छुट्टी मागेर सबैजना टाइम स्पेन्ड गर्दाखेरि चाहिँ एकदमै राम्रो लागिरहेको छ, एकदमै रमाइलो फिल भइरहेछ। यस्तो मोमेन्ट चाहिँ फेरि फर्केर आउँदैन, सो लाइफ टाइमभरि याद रहनेछ। त्यही हो। भरतजी हुनुहुन्छ त्यहाँ भान्जी निराको भान्जीलाई बोकेर। यस्तो सपोर्टिभ मामा प्लस साथी चाहिँ हुनुपर्छ है जिन्दगीमा। दिँदैछु, गर्दैछु। तपाईँ भन्नुहोस्, तपाईँले नि भन्नु पऱ्यो नि त। आज यो मान्छे फेमस जोरदार हुनसक्छ कि सबैले याद गर्नु। अन्तिममा एउटा क्युरियोसिटी क्या अन्तिममा चाहिँ यो भयो है आजको भनेर हो, मलाई फेरि चिक्न गरे उहाँ त्यस्तै हुनुहुन्छ। फोकस गर्नु न, यो मान्छे पब्लिकमा हुनुहुन्न अरे के। कृष्ण, धेरै पछि साथीहरूसँग भेटेर कस्तो लाग्यो? अनि कसरी टाइम निकालेर आउनुभयो त? एकदम गाह्रोसँग टाइम निकालेको थिएँ र 1-2 हप्ता यही प्लान थियो मेरो चाहिँ साथीसँग घुम्न जाने भन्ने। त्यही भएर आज साथीसँग घुम्न पाएँ, धेरै खुसी छु र रमाइलो पनि लागिरहेको छ। ल ठिक छ, तपाईँ भन्नुहोस्। हामी चाहिँ प्लान बनाउने हो। मलाई त केही अब हामीले चाहिँ 2 हप्तादेखि प्लान बनाएको, बिचमा कसै नजाने भने बल्ल बल्ल 1 दिन अगाडि फेरि जाने भन्ने कुरो भएर हामी हिँडेको होइन त घुम्न। सकेसम्म भएसम्म मिलेसम्म सबैसँग टाइम स्पेन्ड गर्नुपर्छ, टाइम भएसम्म। अब यो टाइम फर्केर आउन सक्छ भन्ने पनि हुँदैन, त्यो भएर सकेसम्म मिलेसम्म त्यही टाइम स्पेन्ड गर्ने, सँगै घुम्ने, भेटिरहने चाहिँ गरिरहनुपर्छ। अनि अब हामी चाहिँ भित्र जान लागेछौँ, फ्लावर गार्डनमा, राष्ट्रिय वनस्पति उद्यानमा जान लागेछौँ। कृषिलाई अगाडि हिँड्दै हुनुहुन्छ अनि म छु। वाटरफलहरू देख्न सक्छौँ। एकदम राम्रो अनि आनन्दको ठाउँ छ गोदावरीको फुललाई चाहिँ। अब त्यति साह्रो बोल्न पनि आएन मलाई आज।
एकछिन। पुरा भयो सपना मेरो। अब चाहिँ हामी फर्किन लागिसकेको छौँ। गाडीमा आउँछ त्यही भएर यहाँ बस पार्कतिर आएर बसिरहेको छौँ। अब हामी चाहिँ एउटा एकछिनमा सामान हामी छुटाएर फेरि फर्किनु हुन्छ हाम्रो साथीहरू। के सामान हो त? हाम्रो एउटा ब्याग छुटेछ कसको? हाम्रो अप्सराको। अहिले साथीहरू एकदम यहाँ आएर नि फेरि फर्केर गएर फेरि आउँदै हुनुहुन्छ। हामी चाहिँ उहाँहरूको वेटिङमा छौँ र हामी केही छेउमा उहाँहरू आइपुगेपछि हामी गाडीमा होइन है त्यसो भए किन बसिरहनु भएछ त तपाईँ घर नगर? रिल्याक्स गरेको नि घुम्दा धेरै रिगार्ड लागेर होइन हामी साथीहरूको वेटिङमा बसिरहेको छौँ। हामी केही छिनमा हाम्रो साथीहरू आउँदै हुनुहुन्छ। उहाँ आएपछि हामी हाम्रो गन्तव्यतिर हामी घरतिर राख्नेछौँ। ठिक छ। यहाँ त गएन नि हाम्रो योहरू त कस्तो याद गरे उहाँले के मान्छ उता भन्छ भाइ ल जम 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 लेट्स गो। नि अब भन्नु आजको एक्सपिरियन्स कस्तो भयो? साथीसँग घुम्न कतिको रमाइलो भयो, प्लस यता आएर फर्केर जान कति हात नानी सर आफै भन्नुपर्ने। ल गाइस हामी चाहिँ अहिले हामी ठ्याक्कै बस आइपुग्यौँ। अब चाहिँ हामी ट्याक्क चिया खाएर अनि रुमतिर लाग्छौँ। अहिले हामी उहाँको भाइको वेटिङमा बसिरहेका छौँ। हाम्रो मन साथी निस्किनु भइसक्यो र निस्किनु भइसक्यो खस्किनु भन्ने लागेको हाम्रो प्रिसिलाजीको हिजो बर्थडे थियो र आज हाम्रो उहाँले चाहिँ डेलिभरी किनेर साथीलाई खुवाउँदै हुनुहुन्छ हिजो बर्थडेको उपलक्ष्यमा। र हाम्रो अप्सराजीको चाहिँ भाइ लिन आउँदै हुनुहुन्छ र हामी उहाँकै प्रतीक्षामा छौँ र उहाँको भाइ आएपछि उहाँहरू चाहिँ निस्किनुहुन्छ र हामी एकछिनमा फेरि कफी खान चिया खान जानेछौँ कफी सपमा। गाइस अहिले हामी चाहिँ हाम्रो दुईवटा साथीहरू सब्जी किन्नको लागि थोरै सब्जी मण्डप जानुभएको छ र हामी चाहिँ उहाँहरूको लागि प्रतीक्षामा अहिले थोरै बस्नु उहाँलाई पर्खिन चाहन्छौँ र उहाँहरू आउनु भएपछि हामी फेरि हाम्रो गन्तव्यतिर लाग्नेछौँ। यो चाहिँ हाम्रो ट्याक्कै लगाउने खेलको राइट साइडमा रहेको छ र हामी यहीँ बस्न चाहन्छौँ। आजको दिन पनि राम्रो भएर बित्यो, घुम्यो, रमाइलो भयो, त्यही नै हो। अब यस्तै मेमोरीहरू क्रिएट गर्नु चाहिँ हामीले चाहेको थियो, ठ्याक्कै भयो कुराहरू पनि। त्यही भएर प्रिसिला चाहिँ यता भिडियो बनाउन आइरहनु भएको छ उनीहरूतिर। ल आजको दिनलाई अब यति नै हो। अब बस चढेर हामी छुट्नेछौँ। त्यति भएपछि चाहिँ आजको दिन यति